12मा हाम्रो युवा भेला थियो। 12 जिल्लामा हाम्रो युवा भेला होइन क्या, 12 जिल्लामा हाम्रो गुन्डा भेला थियो भनेर भन्दा चाहिँ सिधै सुहाउँछ, अलिकति जनताले नै पत्याउँछन्। त्यही भएर चारैतिर गुन्डाहरू राखेर गुन्डा भेला गर्छन् भन्दा नै अहिले त्यो सबैजना सचेत भइसक्यो। अब ठाउँ ठाउँमा यस्तै गुन्डा भेला गर्ने भए त जनता कसरी सुरक्षित हुने भनेर आज त्यो हिजो गरेछन्, जेनजीले आन्दोलन गरेछन्। यताउता गरेर मस बस्ने त अर्को केही पोखरेलहरूलाई तिनीहरूलाई जान दिएन। अब गुन्डा भेला गरेर छ, अर्काको गाउँमा गएर गुन्डाहरू भेला गर्ने अनि नमारेर कसलाई मार्दैन त? गुन्डा भेला गर्नलाई यत्रो यो सरकारले नि के रहेछ? गुन्डा भेला गर्नलाई अनि चोर्ने लुट्ने फटा डाका गर्नेलाई मात्रै उस गर्नु पाइन्छ, आन्दोलन गर्न पाइन्छ, बैठक गर्नुपर्छ। बरु त्यत्रो त्यो जलेको भवनहरू गएर त्यहाँ जलेको त्यो उसो सिंहदरबारहरू त्यो पुलिस चौकीहरू बनाउनु, 2-4वटा गुन्डाहरू त्यत्रो अगाडि पछाडि त्यो गर्नुभन्दा त बरु पछि गएर पनि सबैजनाले भोट दिन्थ्यो होला नि, 2-4वटा भोट त्यो गुन्डाहरू अगाडि पछाडि राखेको छ, गुन्डा 2-4वटा। अनि त्यसपछि अब फेरि गुन्डा भेला, त्यो कुनै केको भेला होइन, गुन्डा भेला गर्न लागेको थियो। त्यही भएर अनि जेएनजीहरूले थाहा पाएर त्यही पनि पहिले कुटेछन्। फेरि उसले मस बस्नेतको उसले गुन्डाहरूले कुटेर तिनीहरूलाई जेएनजीहरूलाई नि भनेर पहिला त्यो जेएनजीहरूलाई हात हाले गरे, अनि हात हालेर अनि यताउता झडप भएछ, अनि मस बस्नेतहरूलाई रोक्का गरिदिएन। गुन्डा भेला गरेको छ चारैतिर, अनि यस्तो हुन्छ उपदेश लाग्छ कहिले हाम्रो नेपाल